झापा दलले झापा क्षेत्र नम्बर 5 ले सिंगो देशले निर्णय गर्नुपर्नेछ। हामीलाई एउटा अहंकारी शासक चाहिएको हो कि जनताको सेवक चाहिएको हो। सुरुमै झलक दिँदाखेरि नै शासकीय रवाफ चाहिएको हो कि हलो जोतेर आएको किसानको छोरो जनताको छोरो चाहिएको हो। जनताले फैसला गर्नुपर्छ फागुन 21 गते। म तपाईहरुलाई धेरै लामो विषय नराखी भन्न चाहन्छु, नवपुस्ताहरूको विद्रोह फगत युवाहरूको उत्तेजना मात्रै होइन, नव नेपाल निर्माण गर्नको निम्ति चरम निराशालाई आशामा बदल्न तमाम असन्तुष्टिहरूलाई राज्यले सम्बोधन नगर्दाखेरि भएको थियो र त्यसले भनेको छ हामीलाई एक थान सांसद, एक थान मन्त्री र प्रधानमन्त्री चाहिएको होइन। यो झापाको भूमिले पटक पटक प्रधानमन्त्री पायो, निर्वाचित गरेर पठायो, तर प्रधानमन्त्री भएर के हुन्छ, कस्तो देश हुन्छ भन्ने कुरा, कस्तो गाउँ बन्छ, ठाउँ बन्छ भन्ने कुरा अब झापाको जनतालाई, क्षेत्र नम्बर 5 वासीहरूलाई अब कुनै ललिपपको कुरा होइन। अब हामीलाई फेरि प्रधानमन्त्री बनेर म यो गर्छु त्यो गर्छु भनेर फेरि अर्को ललिपप हामीलाई अस्वीकार्य छ। यदि जनताले पुरानै व्यवस्थाको एक थान प्रधानमन्त्री, पुरानै व्यवस्थाको एक थान मन्त्री र पुरानै व्यवस्थाको एक थान सांसदको लागि मात्रै यो चुनाव हुँदैछ र यो चुनावमा हामी एउटा कोही अमुक व्यक्तिलाई जिताउन खोज्दैछौँ भने एक्का राख्नु होला। हामीले यही व्यवस्थाका मन्त्री, प्रधानमन्त्री जसले देशको आकांक्षा र इच्छालाई सम्बोधन गर्न सकेन, जनताका आवश्यकतालाई सम्बोधन गर्न सकेन र दङदङी थल गनाए जस्तो गनाएर निस्कियो। त्यही व्यवस्थाबाट अर्को फेरि महामहिम जन्मिन्छ र अर्को फेरि गौतम बुद्ध जन्मिन्छ भन्ने विश्वास हामीले पाल्नु हुँदैन। यो व्यवस्थाबाट पहिला जस्तो जन्मिए, जस्तो पैदा भए त्यस्तै फेरि अर्को एक थान पैदा हुनेछ। त्यसैले नवपुस्ताहरूको आन्दोलन र एजेन्डा भनेको एउटा प्रधानमन्त्रीको फोटो चलाएर अर्को प्रधानमन्त्रीको फोटो टाँस्ने पुरानै प्रकृतिको व्यवस्था हामीले भनेको होइन, नवपुस्ताले भनेको होइन। यसलाई तपाईँ हामी सबैले राम्रोसँग हेक्का राख्नु पर्दछ। झापाली जनतालाई भन्न चाहन्छु, त्यसो नै सही, यदि त्यसो नै हो भने पनि ल मानौ कोही जितेर गयो। म तपाईँलाई भन्न चाहन्छु कुनै अमुक व्यक्तिले जितेर यो देश बन्दैन। जबसम्म एजेन्डा र मुद्दाले जित्दैन तबसम्म देशले जित्दैन। जब देशले जित्दैन कुनै व्यक्ति एक थान सांसद, मन्त्री र प्रधानमन्त्री भएर मुलुकको भाग्य र भविष्य परिवर्तन हुँदैन। यो कुरालाई हेक्का राखेर म तपाईँहरूलाई भन्न चाहन्छु, देशले जित्ने वातावरणबाट एजेन्डा र मुद्दाले जित्नुपर्छ। राजनीतिक दल भनेको कन्सर्ट गर्ने हल होइन। आगामी संसद भनेको कुनै फिल्म देखाउने, फिल्म खेल्ने वा कन्सर्ट गर्ने हल होइन। त्यहाँ नीति, विचार, सिद्धान्तका, दर्शनका कुराहरू हुन्छन्, नीति निर्माणका कुराहरू हुन्छन्। हामीले विधिको कुरा गर्नु छ, हामीले सिस्टम बनाउनु छ। कुनै एउटा अमुक व्यक्तिले होइन, जनताले तिरेको करबाट जनतालाई विकास र जनतालाई निर्माण, त्यो सबै विधिसङ्गत आउनु पर्दछ। कुनै पनि भ्रष्टाचारका विरुद्धमा होस् या प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा र मुद्दालाई कसैले लट्याएर फेरि एकचोटि म सत्ताको सिरपेस लगाउँछु भनेर कसैले सोच्यो भने अर्को हेलिकप्टर फेरि रेडी गरे हुन्छ। नेपाली जनताको असन्तुष्टि, नेपाली जनताको निराशा आशामा बदलिन सकेन भने अर्को कुनै शासक पनि 1 वर्ष, 1.5 वर्ष, 2 वर्षमा फेरि अर्को हेलिकप्टर चढेर भाग्ने दिन आउनेछ। त्यसैले म तपाईहरुलाई भन्न चाहन्छु, यो मैदानमा, यो निर्वाचन क्षेत्रमा यो झापा क्षेत्र नम्बर 5 मा एक प्रकारको अहंकार र दम्भको, एक प्रकारको प्रतिशोधको जुन साँडे जुधाइ भइरहेको छ, ती दुवै साँडेहरूलाई तह लगाएर 1 वर्षदेखि देशले भोगेको विभिन्न प्रकारका मुठभेडहरूलाई शान्तिमा बदल्नुपर्छ। त्यसको लागि तपाईँ साँच्चै शान्ति चाहनुहुन्छ र दुईटा अहंकारी साँडेहरूको जुधाइले देशलाई पुगेको जनधनको क्षति रोक्न चाहनुहुन्छ भने तपाईले निसन्देह तारा चुनाव चिन्हमा भोट हाल्नुपर्छ। तारा चुनाव चिन्ह, यसो हुँदा विचार मिल्दैन, सिद्धान्त मिल्दैन, पार्टी झण्डा मिल्दैन। यसपटकलाई यो सबै कुरा छोडिदिनुहोस्। समानुपातिकमा तपाईँको विचारको सम्मान गरेर भोट हाल्नुहोस्। प्रत्यक्षमा दुईटा अहंकारी साँडेलाई ढाल्नको लागि हिम्मत गर्नुहोस्। सचेत जनताले मात्रै सुन्दर देश बनाउने हो। जो जनता सचेत छैन र हाहा हुइमा निर्णय गर्छ, उसले सुन्दर देशको परिकल्पना गर्न पाउँदैन, हुँदैन। उसँग त्यो नैतिक अधिकार हुँदैन, किनकि सक्षम नागरिक, योग्य नागरिकले मात्रै
योग्य प्रतिनिधि र देशको दुःखलाई बुझ्ने हो र त्यस दुःखलाई सुखमा बदल्न सही नेतृत्व र सही प्रतिनिधि छान्ने हो। हामी सधैँ भन्छौं यो देश नेताहरूले बिगारे होइन, हामी एकचोटि छातीमा हात राखेर सोचौं कहिले काहीँ यो देश हामी जनताहरूले पनि बिगार्यौं। हामी भ्रममा, हामी हुइममा, हामी अनेकौं प्रकारका चटकहरूमा रमायौं, अनेकौं प्रकारका चटक र जादुहरूको हामी साक्षी बसेर त्यसमा रमायौं। त्यसको बदलामा हामीले देशको दुःख, त्यसको बदलामा हामीले हाम्रा सयौं छोराछोरीहरूको भाग्य र भविष्य हामीले सड़कमा लडेको, सड़कमा रगत बगेको, घाइते भएको, अपाङ्ग भएको देखियो। तपाईहरु हेर्नुहोस्, आज जेनजी पुस्ताका एकजना अगुवाहरूले यहाँ जुत्दै गरेकाहरूलाई मेरो समर्थन छ भनेको कसैले सुन्नु भएको छ? कुनै शहीद परिवारले सुन्नु भएको छ? म तपाईलाई भन्न चाहन्छु, मलाई सबैले भन्नुभएको छ कि यो दुईटा साडेको जुदाईको अन्त्य हुनु पर्दछ। तब मात्रै नवपुस्ताहरूको शहीदको रगतले सार्थकता पाउँछ र ती आत्माहरूलाई शान्ति पाउँछ। के गौडा त यसपटकको फागुन 21 गते सुखानीका शहीदहरूलाई सम्झिएर एकपटक फेरि बाचा गर्न तयार छ? त्यो बाचा गर्न तयार छ भने देश बदलिन्छ। यदि आफू बदलिन तयार छैन भने देश बदलेको हेर्न चाहने हाम्रा धारणा र हाम्रा भावना पनि एक ढोङ हुन पुग्नेछ। म तपाईहरूलाई यो शहीद मञ्चमा उभिएर बिना उत्तेजना म वास्तविक र देशको यथार्थ बताइराखेको छु। तपाईहरू भन्नुहोला पुरानो सबै हेरियो, नयाँलाई हेर्ने हो। म तपाईहरूलाई भन्न चाहन्छु, तपाईँ कुन नयाँ हेर्न चाहनुहुन्छ? पहिलोचोटि चुनाव लड्दै गरेको म नयाँ हेर्न चाहनुहुन्छ कि यसपटक दौड दर्ता गरेर पहिलोचोटि चुनाव लडेको नयाँ हेर्न चाहनुहुन्छ? यदि तपाईँ त्यो बाहेकको नयाँको कुरा गर्नुहुन्छ भने विभिन्न पार्टीमा 5 वर्ष, 10 वर्ष, 15 वर्ष, 20 वर्ष जीवन गुजारेर ती पार्टीहरूमा भविष्य नदेखिएर त्यहाँका फोहोर र कूड़ा कर्कटहरू अर्को ठाउँमा भेला भएर हामी नयाँ हौ भनेर तपाईँलाई झुक्क्याउन खोज्यो भने तपाईँ झुक्किनु हुँदैन, तपाईँ झापाली हो, तपाईँ क्षेत्र नम्बर 5 वासी हो। त्यसैले म तपाईहरूलाई नयाँ एजेन्डा र मुद्दाले हुन्छ। सास बिनाको मान्छे मुर्दा लास हुन्छ, सास बिनाको मान्छे मुर्दा जस्तो हुन्छ। राजनीतिमा विचार र सिद्धान्त नभएको राजनीति त्यस्तै लास जस्तै हो। जोसँग आज विचार र सिद्धान्त छैन तिनीहरूलाई तपाईले मत दिने भनेको एउटा लासलाई तपाईले बोकेर हिँड्ने हो। त्यसैले म तपाईलाई भन्न चाहन्छु, एजेन्डा र मुद्दा बहसको दृष्टिकोणले यदि हिम्मत छ भने म आजको दिनमा पनि भन्न चाहन्छु, दमकको पशु बजारमा बहस नगर्ने हो, त्यो कुरा मलाई स्वीकार्य छ। गौडा बजारमा गर्ने हो म सोध्न चाहन्छु, गौडामा यदि नगर्ने हो म गौरीगञ्जमा तयार छु। गौरीगञ्जमा पनि गाह्रो छ, म कमलमा चाहन्छु। होइन त्यहाँ पनि होइन भने कहाँ चाहनुहुन्छ? आज सार्वजनिक बहसमा नआउने, सार्वजनिक बहसमा आफ्नो विषय र विचार नराख्ने, सत्ता र शक्तिसँग आँखामा आँखा जुडाएर बोल्न नसक्ने मान्छेले यो देशको भाग्य र भविष्यको परिवर्तन गर्न सक्दैन। सत्तासँग आँखामा आँखा जुडाएर जुन दिन हामी बोल्न सक्दैनौं त्यस दिनसम्म यो मुलुक पनि बन्दैन। आदरणीय गौरववासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरूलाई यति कुरा भनेर म यही ठाउँमा जन्मेर हुर्केर पढेर बढेर यहीँको बाँच्दाको जन्तु र बर्दाको मलामी भएर आएको हुँ। तपाईहरूले जिताएर पठाउनु भयो, यहाँका जिउँदा एजेन्डा र मुद्दाहरू संसदमा घन्किनेछ। तपाईले मलाई जिताउनु भएन, रञ्जित तामाङलाई तपाईँले फेरि भेट्नुहुनेछ, मलामीमा भेट्नुहुनेछ, फेरि जन्तुमा भेट्नुहुनेछ।